Akhafa App presents गाह्रो छ बसी बसी खान नि गाह्रो छ काम गरेर खान झनै गाह्रो छ पढाइ छैन जागिर खाने गाह्रो छ हातमा पावर पहुँच छैन गाह्रो छ आफन्तको मन बुझाउने गाह्रो छ स्वास्नीको त के कुरा झन् गाह्रो छ हुनेलाई नि गाह्रो छ नहुनेलाई झन् गाह्रो छ न त घरमा अन्न छ न त पेटमा चारो छ गाह्रो छ लास्टै गाह्रो छ गाह्रो छ धेरै गाह्रो छ गाह्रो छ ए भ्रष्ट नेता भोट माग्न आएको पर्छु भोट माग्न आएको पर्छु नाकको डाँडी भाँचिनी गरी लो पर्छु मायापनको मायालाई सम्झिन्छु दिनको रात मर्सँगी सलाला मायालाई सम्झिन्छु दिनको रात मर्सँगी सलाला अब हामीले राम्रो नेता छान्ने हो राम्रो नेता छान्ने हो देश विकास गर्नेलाई नेता मान्ने हो मायापनको पात मायालाई सम्झिन्छु दिनको रात मर्सँगी कामकाज केही छैन जति उफ्रिनु छ आफ्नै घरमा गएर उफ्री बुढो मादल बजाउने बुढी मान्छे बजाउने यो त ठिक भएन नि हौ तँलाई पनि बजाउनु पर्छ अनि सबै कुरा ठिक हुन्छ ए भाउजूले ए छोड्दे कति छुट्टी बाँकी हो यसो त मान्छेहरूले तेरी स्वास्नीको बेहोरा छैन भन्छन् यो चाहिँ यस्तो ताल गर्छ फर्के ए चुप लागे तिमी के खाए तिमी पनि चुप लागेन भने तिमीलाई पनि राम्रोसँग बजाउनु पर्ला अहिले बोल्न दिनु गाह्रो छ हौ मलाई तेरो गालामा पट्याङ्ग दिउँ तेरो आँखा छैन आँखा हेरेर हिँड्नु सक्दैनस् मैले जानी होइन नि त यस्तो गरे फेरि पनि तेरो गालामा पट्याङ्ग दिउँ टोपी खाने अझ जानी होइन भनेर भन्छस् त भन्छस् आज त मेरो कुटाइ खाने मात्रै दिन छ कि मलाई त यो टोपी खाने गोदाले गर्दाखेरि फेरि धारामा गएर पानी भर्नु पर्ने हो के गर्ने दुःख पनि कति दिन जाने क्या टोपी खाने बेकारमा त्यो टोपी कानेलाई गाली गरेछु त्यसले जे गर्यो ठिक गर्यो पछाडिबाट हेर्दा मात्रै राम्रो हो कि अगाडिबाट राम्री छे पछाडिबाट हेर्दा चाहिँ करिना अगाडिबाट हेर्दा चाहिँ झन्नै मरिना खालकी त होइन नि यसो बोलाउनु पर्यो हेलो आकाशमी अबि होइन तपाईँ त टिकाराम सरको पत्नी होइन र भने पत्नी थिए अहिले म उहाँको पूर्व पत्नी भइसके यति राम्रो जवानीलाई साडीले बेरबार बनाएर सुड्डी बनाइदिए मलाई छोटो कपडा लगाएर हाँसको पोथी जस्तो ठिमिक परेर हिँड्नु पर्ने म साडी लगाइदिएपछि साडी सियार्ने कि आफ्नो जिउ सियार्ने भयो मलाई त्यही भएर मैले त उहाँलाई छोडिदिएँ
राम्रो गर्नुभयो तपाईँले, कहाँ राम्रो गर्नु। यो त एकदम राम्रो गर्नुभयो तपाईँले। हामीहरू जस्तोको लागि त खुसीको कुरा हो। बम्पर उपहार हो, बम्पर उपहार। तपाईँको पेटको समस्या? पेट करायो? मेरो पेट कराएको होइन, तपाईँको मोबाइल कराएको। चेक गर्नुहोस्। चेक गर्नुहोस् न। अलिक हो त रहेछ त। बजियाले रिङटोन चेन्ज गरेछ। जेलमा परेको छोरीमिजुले कसरी फोन गर्नु हो? हेलो छोरीमिजु। कालबन्दी मिज्यू कुन ग्रहमा हुनुहुन्छ? म पृथ्वी ग्रहमै हो छोरीमिजु। अब पृथ्वी गरमै भएको भएदेखि एकचोटि घर आगो भयो हुने। म यो आगो थियो जेलभित्र त छिरिहाल्यो, एकचोटि घरभित्र पनि छिर्न पाए हुन्थ्यो। म धारामा पानी लिन आएको छु, आइहाल्नु छोरीमिजु। हेलो पिनासी डार्लिङ। डार्लिङ नै पो मलाई त के भन्ने भन्ने भयो। त्यस्तो के भन्ने भएको भने सिधै आई लभ यु भन्ने नि। ओहो आज भोलिको केटीहरूसँग नसकिने भयो के? हो र हामीलाई पनि मायाले हेर शिवजी। नाइ नाइ नाइ, ओहो डरै लाग्यो हौ मलाई। आज भोलि छोरा मान्छेहरू एक्लै हिँड्ने जमाना छैन के? ल कहाँ दौडेको तिमी? कहाँ दौडिनु नि हौ, एक्सर्साइज गरेको के? अनि मलाई घुमाउन लिएर जाऊ भनेको दिनदेखि त मलाई भेट्न आउनै छोड्यो तिमी। यो गोजी रित्तो भएपछि गर्लफ्रेन्ड भेट्ने आँटै आउँदैन रहेछ हौ। अहिले चाहिँ म गर्लफ्रेन्डतिर भन्दा पनि स्वास्थ्यतिर ध्यान दिन थालेको छु के? एक्सर्साइजतिर लाग्यो है। के टाउको हल्लाउँदै बसिरहनु? तिमी भन्दा कम उमेरका जेन्जीहरूले उहाँ देश हल्लाइसके, तिमी चाहिँ टाउको मात्रै हल्लाएर बसिरह। होइन के कुरा गर्छ यो? अब किरा कानमा परेपछि मान्छेले टाउको हल्लाउँछन् कि देश हल्लाउँछन्? यहाँ देश हल्लाएर के कानको किरा झर्छ? हेरिरा मान्छेले समय परिस्थिति अवस्था हेरेर हल्लाउन जान्नुपर्छ के? अहिलेको अवस्था भनेको देश हल्लाउने होइन, टाउको हल्लाउने हो। होइन यो त तिम्रो पर्स होइन र भने? मेरै अनि गोजीमा राख्ने पर्स किन जाप्पाएकै फालेर हिँडेको? ज्यापाते फाल्यो, पालीमा राख्यो। अब पैसा नभएको पर्स के गोजीमा राख्नु? ल पर्समा त तिम्रो साथी बल्छी धुर्वे र तिम्रो फोटो पो छ त। हेर बल्छी धुर्वेको अगाडि कस्तो नसुहाएको। हुन त प्रगति गर्नेहरूको अगाडि तिमी कहाँ सुहाउँथ्यौ र? अब बल्छीकै सङ्गत गरेर हिँड्या भए पनि त कहाँ पुगिसक्थ्यौ नि। बल्छीले वा फिल्म बनाइसक्यो रे। के भनिस् रे? कसको सङ्गत गरे भए हुन्थ्यो रे? बल्छीको। बल्छीको? पहिला मैले बल्छीको सङ्गत गर्दा तैँले के भनेको थिइस्? एकपल्ट सम्झे त। के भनेको थियो र त्यस्तो? अझ के भनेको थियो र त्यस्तो पो? बुझ पचाउँछस्? तैँले सम्झिन्नेस् भने म सम्झाउँछु। त्यो अरिङ्गालको गोलो चाहिँ तलबाट यत्रोवटा राको लाएर बटु मैले तिमीलाई यो झिँगाको सङ्गत नगर भने होइन? ओ हेलो के बोले तेरो बुढीले? तेरो बुढीको चाहिँ नि त्यो सियोले चाहिँ नि स्वार मुखसुक उन्दिम कि क्या? बोला झिँगा भने तँलाई भने नि अरूकोलाई भन्नु। के चुपचुप भने तिमी चाहिँ? हेर भट्टु
यो झिँगाको सङ्गत गर्यो भने कहाँ पुगिन्छ भन्ने कुरा थाहा होला नि तिमीलाई। त्यही भएर मौरीको सङ्गत गर्ने गर। खै हट। झिङ्गा रे, म झिङ्गा हो? मेरो चाहिँ लेभल, मेरो स्तर चाहिँ झिङ्गाको हो। तेरिका नरिसा न। किन रिसाउँदैन मान्छे? झिङ्गा भनिदियो। तँलाई भने होइन जस्तो लाग्छ कि झिङ्गा। ल म हो झिङ्गा, म ए तँ हो झिङ्गा? म हो। तेरिका कहाँ जान्ला? कस्तो कहाँ जान्ला? तेरो बुढीले भने होइन झिङ्गाको सङ्गतलाई हामी कहाँ पुग्छ भने अब तेरो सङ्गत के लाग्छ म? भाइ थाहा पाइस् नि के भनेको थिएँ भनेर। कुनै दिन तैँले झिँगा भने मान्छे आज मौरी भइसक्यो। त्यही भएर मान्छेले मान्छेलाई कहिले पनि हेप्नु हुँदैन के। मान्छेको जिन्दगी एकैचोटि कहाँदेखि कहाँ पुग्छ भन्ने कुरो थाहा पाइस्? बटु नरिसाउ न के। बरु यसो गर न, बल्छीलाई कुनै दिन हाम्रो घरमा बोलाउ न है। के का कुनै दिन नि? आजको दिन आउँदैछ। त्यसले फिल्म बनाएको छ, त्यसको हिरोइनी पनि लिएर आउँदैछ। ल अब म यसो गाउँतिर पनि घुम्छु अनि त्यो बल्छी र बल्छीको हिरोइनीलाई पनि लिएर आउँछु। बाजा गाजा सहित लिएर आउँछु। ल म गएँ। गाह्रो छ। कथा हेरेर उपहार जित्नुहोस्। पुरस्कार जित्नको लागि कथा हेर्नुहोस् र सुनाउनुहोस्। हरेक दिन नयाँ कथाहरू। नयाँ कथाहरूले दिन्छ हरेकलाई नयाँ उपहार। बाखपा एप डाउनलोड नाउ। गाह्रो छ। त्यो हाउडेले गर्दाखेरि म त रोड पाती नै भयो नि गाडबन्दी मिज्यू। किन र मेज्यू? पहिला चाहिँ के करोडपति हुनुहुन्थ्यो र? होइन, पहिला पनि रोड पाती नै थियो। पहिला चाहिँ पिच रोड पाती थियो, अहिले चाहिँ काँची रोड पाती बनायो कि मलाई यहाँ। तर जे भए पनि त्यो हाउडे जेलबाट नछुटेर आनन्द भएको छ। अब कुनै व्यापार व्यवसाय गर्नु पर्ला। मैले जे व्यापार व्यवसाय गरे पनि त्यसमा तपाईँको पनि सेयर चाहिँ हुनुपर्छ नि गाडबन्दी मिज्यू। टिकट एउटा पारेर सेयर त गरिहाल्छु नि छुर्पी मिज्यू, तर फेसबुकमा पैसो हालेर चाहिँ सेयर गर्ने। खासमा मलाई यो व्यापार बिजनेस खासै थाप्दैन। थाप्नेले गरे भइहाल्यो नि। अनि व्यापार बिजनेस चाहिँ के गर्नु लाग्यो हो? अब आफूले जाने हो भनेको अब भैँसी पोको पार्न नै हो। अब त्यही गर्नु पर्ला। अनि यो भैँसी पोको पार्ने भने चाहिँ के हो फेरि? मामा बनाउने भनेको नि। मैले आँखामा राम्रो मामा बनाउँछ नि, ठेलामा राखेर यो जाडोमा तातो मामाको व्यवस्था खासमा हुँदैन भाइ। अब 2-4 पुराना नाम्ची नेताहरूलाई पनि चिनेको छ। रिबन काटेर उद्घाटन गर्नलाई चाहिँ बोलाउने होला। हेर छुर्पी, तैँले ती पुराना नेताहरूलाई बोलाएर रिबन काटेर उद्घाटन गरिस् भने नि तेरो व्यापार त डुब्छ। त्यो हेलिकप्टरमा नेताहरू भाग्या देखिनस् तैँले अस्ति नै आन्दोलनमा? देख्यो थियो। उहाँ नेताहरूलाई हेलिकप्टर चढेर भाग्दैमा फुर्सद छैन। डुब्छ तेरो व्यापार। बरु गाउँमा बल्छी धुर्बे आउँदैछ, त्यसलाई रिबन काटेर उद्घाटन गर्दै भन्छु म। हुन्छ। अनि यहाँ सुन, अहिलेको जमानामा यो रिबन काटेर उद्घाटन गरेर मात्र व्यापार चल्दैन के। अब टिकटकको जमाना छ। टिकटकमा फन्डा गरेर नहाल्दै अलि नौटङ्की गरेर नहाल्दै व्यापार चल्दैन। त्यही भएर टिकटकमा चाहिँ नौटङ्की के गरेर हाल्नुपर्छ। अनि त्यो पिनासेले पनि व्यापार गर्छु भन्दैछ, त्यसलाई पनि तिमीहरूसँग मिसाइ भइहाल्छ नि। हुन्छ र। अब मिस्छु भन्छ भने मिसाउने होला। नमस्ते। अनि यो कुखुराको भाले च्यापेर मान्छेको भाले कता हो यतातिर? यो मान्छेको भाले कुखुराको भाले बोकेर बेच्न हिँडेको। बेच्न हिँडेको रे? अनि किन बेच्नु पर्यो यो भाले? मेरो साथी बल्छी गाउँमा आउँदैछ। मेरो साथी बल्छीले खान्छ। कति हो यसको पैसा? 2500। जम्मा 2500? 5000 दिन्छु म। 5000।
तर 2 घन्टा पछि दिन्छु। अब यो भाले लगेर मेरो घरमा मेरो बुढीलाई छोडिदिनुहोस्। मेरो बुढीले काटेर बनाउँदै गर्छ। 2 घन्टा पछि 5000 आउँछ। ल घर लाएर मेरो बुढीलाई छोडिदिने है। ल म गएँ। 2500 को भाललाई 5000 दिन्छु भन्छ त। यसो कुरा त पताउने गाह्रो भयो। गजब बन्यो अब यति गाडिसकेपछि हाम्रो यो मोमोको व्यापार चाहिँ भाइरल हुन्छ। मान्छेहरू मोमो खान आउँछ अनि त्यसपछि हामी दुईजनालाई यस्तो नौटङ्कीमा देखेपछि ओहो मामा मान्छे भनेर हामीसँग टिकटक बनाउँछ अनि त्यसपछि टिकटक जाँदा ताँदै हाल्छ अनि मान्छेहरूले होइन यस्तो ठाउँ कहाँ रहेछ भन्दै खोज्दै खोज्दै आएर हाम्रो मामा जाति सबै सर्लक्क खाइदिन्छ। त्यो फाटफाटीले अलिकति नौटङ्की चाहिँ गर्नुपर्छ है व्यापार गर्नलाई भनेको थियो। अब हाम्रो यतिको नौटङ्की त संसारमै कसले गरेको होला र टिकी ट्याउट्याउ पारेर होइन त पिनाजी हो नि हौ। लु अब बल्छीले रिबन काटेर उद्घाटन गर्ने मोमोको खेलाको तयारीतिर लागौँ के? लागौँ बाल्छी र हिरोनी आइसक्यो होला। कस्तो आइसके होला नि भने आइ नै सके। अरे आनन्दरी बसिरहेको छु कुरिरहेको छु अनि त्यो भटभटे चाहिँ नि हामीलाई नि यहीँसम्म आउँछ भने होइन आउँदैन त पुग्स कुरा के हो? अब मलाई सोधिरहेको छु म झन् पहिलोचोटि आएको तिम्रो गाउँमा मलाई के सोधिरह होला कुन्नी? साथी पनि मेरो गतिलो परेन है गतिलो परेन। बाजा गाजा सहित पुरा आउँछु भन्थ्यो आउँदैन के आएको ए आइसके हो आइसके। ए केटा ल आदमीला अनि के हो त मलाई चाहिँ लिनलाई त स्वागत गर्नलाई त पुरै बाजा गाजा साथ आउँछु भन्थ्यो त केही देख्दिनँ त अनि केही देख्दिन रे। ए यहाँ छ यहाँ भित्र। ए यहाँ टक्क थिच्यो भने बच्च। ल भटे सुध्रिस होला भनेको जस्ताको तस्तै रहेछ। बल्छी अब बाजा साजा जे भने पनि यही हो यसमै बच्च सबै। बुढीको अगाडि बेइज्जती भने तेरो बारेमा मैले कस्तो कस्तो कुरा भने थिएँ। मेरो साथी चाहिँ धु थङ्कुर गरेर आउँछ भने थिएँ। एउटा चाहिँ यत्रो बडा ट्याम्की लिएर आएर प्यापे पारे। अब तैँले यस्तो अब एउटा चाहिँ क्यासेट लिएर आउने भए त म घरै सुई आइहाल्थेँ नि। म त टक्क खाँदा सादा लाएर ए लावा लस्कार सहित के हाल्यो छ्या यसरी त जान्नु है बोल्छु म। यस्तो नि बाजा हुन्छ? यसरी जान्नुभन्दा त बरु समाचार सुन्दै लगे भइहाल्यो नि। सुनिस् यो रेडियो नेपाल हो। अब सुन्नुहोस् हरिशरण लामिछानेबाट पुरा समाचार भन्दै हिँड नत्र नजानी भयो बेइज्जती। साथीहरू पनि जिन्दगीमा एउटा राम्रो पाइएन। यो बोक यत्रो बडा चाहिँ फिल्मको प्रचार गर्न आइरहेको छु गाउँले के ल्याएको छ बल्छीले भन्ला कसैले ल्याएर बोक मैले नै बोक्ने। ए कसले बोक्छ ल खाइहाल्यो। कति पनि हटाएको छैन कति पनि हटाएको छैन। ए खाइसकि ए बोल्छी आइपुगिस्? लो काका नमस्कार। नमस्कार नमस्कार। मिलाम न। अनि यी नानी चाहिँ को नि? हिरोनी। नमस्ते हिरोनी। कति राम्री। अनि तेरो हिरोइन कि चलचित्रको हिरोइन? यसको पनि हो। चलचित्रको हो क्या ए फिल्मको गोबर गणेशको। अब सबै नेपाली चलचित्र जति हिरोइन छ नि सब फ्लप खाने भयो सब फ्लप खाने हो। कति राम्री। अनि यत्रो समयपछि आएको छ मलाई चाहिँ के कसैले ल्याइनस्? हो तपाईँहरूले यही भन्छ भने मैले एक झोला कसैले ल्याइदिएको छु। यो तरुल यतापट्टि पिँडालु यतापट्टि चाखु ल लड्डु लड्डु यो पनि भयो। अर्को एउटा पोका पनि छ यता पनि भयो। अब एउटा स्लोगन छ क्या माघे सङ्क्रान्तिको दिन घिउ चाखु तरुल खानियो माघको 1 गते गोबर गणेश हेर्न हलमा जानियो। आहा कति राम्रो स्लोगन है राम्रो। थाहा भयो नि होइन काका? थाहा भयो मजाले कन्ठै हो नि। के भयो रे?
माघ 1 गते चाकु र तरुल खाने हो, हलतिर गोबर गर्ने छैन जाने हो। काका यो पनि लैजानुस्। जय गोबर गणेश। बाबाजी परलाम परलाम। ओ बाबाजी प्रणाम है। बल्छी हजुर उहाँ चाहिँ यस्तो बाबा हो कि उहाँले टाउकोमा हात राख्दैपछि पुग्यो। विजय बराल अनि दीपक राजगिरी, विराज भट्ट उहाँलाई नै भेट्न आउँछन्। हो र किन नि? अब उहाँले टाउकोमा हात राख्दैपछि पुग्यो अनि एकपल्ट विजय बरालको टाउकोमा हात राखिदिनु भएको, पूर्णबहादुरको सारङ्गी हिट। विराज भट्ट त्यस्तै, विराज भट्टको 12 गाउँ नै उहाँले टाउकोमा हात राख्दै हिट भएको। अनि दीपक राजगिरीको सबै फिल्म हिट हुनुको कारणै उहाँ हो, टाउकोमा हात राखिदिनु भयो, फिल्म हिट। बाबाजी म हजुरको पाउ छुन्छु, मेरो पनि एकपल्ट टाउकोमा हात राखिदिनुहोस् न। ए बल्छी उहाँले त्यत्तिकै कहाँ टाउकोमा हात राख्नुहुन्छ त? दिनु पर्यो नि 20,000 जति। 20,000? फिल्म हिट हुन्छ अनि देऊ देऊ केही हुँदैन हौ। फिल्म हिट हुन्छ भने त अब 20,000 के भयो त? दिनु दिनु। आशीर्वाद चाहिँ धेरै दिनु है बाबाजी। ऐको पैसा हो ठिक छ 5,000 2500 के बाबाजी हजुरलाई टक्र्याएँ हजुरको आशीर्वाद लागोस् ल। ल गोबर गणेश हिट भयो। धन्यवाद बाबाजी, धन्यवाद। जाऊ जाऊ जाऊ। धन्यवाद। गोबर गणेश हिट। थ्याङ्क यू। अब यो बाबालाई भेटेकाहरूले चाहिँ आशीर्वाद दिनलाई टाउको दिन्छन् र उनीहरूको फिल्म हिट पनि हुन्छ माने। अनि बाबालाई नभेटेकाहरूले चाहिँ आशीर्वाद दिनलाई कसरी टाउको दिन्छन् त? व्हाट्सएपमा टाउको पठाउँछन् अनि आशीर्वाद लिन्छन् दिन्छन्। यो पछिल्लो समय व्हाट्सएपमा टाउको पठाएर आशीर्वाद लिने काम चाहिँ यो परान फिल्मको लेखन निर्देशक छन् नि दीपक आचार्य, हो तिनले गर्ने गरेको छ। काकु भन्ने ए त्यो डाकुलाई म पनि चिन्छु। बल्छी एकछिन यो समात, मलाई त कस्तो आयो के आयो फेरि यस्तो। म गएर आउँछु है, एकछिन बस्दै गएर। यसको पहिलेदेखिको बानी यस्तै हो, यसलाई तुरतुरे छ क्या, पिसाब आइरहन्छ। यो एकछिन पुऱ्याउनु जे होस् त्यो बाबाजी चाहिँ खत्रै रहेछ नि। एकैछिनमा 20,000 रुपियाँ पचाउने मान्छे खतरा हुनु। यसलाई खतरा नि के भने अन्त महाको खतरा भन्नुपर्छ। आउँदैन फेरि कति बेर हो? 14, 15, 16, 17, 18, 19। पैसा के गरे? मलाई त अभिनय गरेको 5,000 रुपियाँ चाहिन्छ है। के का 5,000? डाइलगै थिएन तेरो अभिनयमा, के का 5,000 मा? हिट भनेर त करा थियो त, त्यति डाइलेक्ट त थियो त त्यति। त्यसको त 2,000 नि होइन 1,000 ला। नगर है। नगर है, यहाँले यो काम छैन त्यो निकाल। ल म गएँ, पछि भेटौँ। खोइ कहाँदेखिर आउँछ त्यो बाल्छी? फाटबटेले एकचोटि फोन गर त, फोन गर। हे तेरिका हो, घरबाटले घरमै लिन आइज भनेको छ के? सँगै लिएर आउनुपर्छ भनेको छ हौ। म लिएर आउँछु है। जाने त जा, तर यदि नजा। अहिले सबै तैँले यहीँ देखाइस् भने अहिले ठेलामा चाहिँ हामीले के देखाउनु? यो छोप 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 सातलाको छोपेर जाला। छोपेर जाने? भइहाल्छ नि हौ। लाग्यो है म। छिटो लिएर है, टिकट एउटा पाराउले।
नमस्कार है भाउजू, नमस्कार। नमस्कार, आइपुग्नुभयो? आइपुग्यो नि। भाले भालेले आत्महत्या गरिरहेको छ। यता त भाउजू चिनिहाले, उतापट्टि चाहिँ यो अलि राम्रोसँग ठम्ब्याउन सकिएनन्। उहाँ चाहिँ यो भालेको साउ, भालेको पैसा लिन बस्नु भयो होला। भालेको पैसा लिने? अब यसो सोचे तैँले फिल्म त बनाइस् तर पार्टी गरिनस्। अब यही भालेलाई यसो पार्टी सम्झेर साउलाई पैसा लिन राखिरह, पैसा दिनु पर्यो। अनि के पलाकेर पुलु घेरिरहेको, पैसा दिनु पर्यो के। अब अहिले यो भाले पार्टी खाने, बेलुका फेरि मेरो तर्फबाट छँदैछ नि घोर्ले खसी। डुबाउने भने आफ्नैले हो के। कति त कति हो भाले, कति? 5,000 हो, धेरै होइन। 5,000 रे? अनि यो बोको हो र भने 5,000 को भाले जस्तो देखिन् न त। अब यस्तो के, अब फिल्म बनाइसके साथीले जब 2500 रुपियाँ भालेको पैसा के दिनु, लाज हुँदैन? त्यही भएर मैले त टिप्स सहित 5,000 बनाइदिएँ कि। 5,000 दिनु। भालेको 2500, अर्को टिप्स 2500। 2500। 5,000। 5,000। यसो गरौँ, पुग्छ 2500 निकाल त। भालेको होला हामी 2500 तिर्दिन्छौँ। म भन्दा नि यो गाउँको अलिकति चल्दो बुटो त होस्, तैँले दे 2500 टिप्स चाहिँ मलाई। गाह्रो छ। कथा हेरेर उपहार जित्नुहोस्। पुरस्कार जित्नको लागि कथा हेर्नुहोस् र सुनाउनुहोस्। हरेक दिन नयाँ कथाहरू। नयाँ कथाहरूले दिन्छ हरेकलाई नयाँ उपहार। बाखौपा एप डाउनलोड नाउ। गाह्रो छ। पुगु होइन? हजुर हो, नमस्ते। नमस्ते। वही बल्छी हौ, उता ठेलामा सबै रेडी भइसक्यो के? छिटो गएर रिबन काटौँ न हौ। रिबन काट्नु? ल फेरि कहाँबाट आयो रिबन? हामी साह्रै थाकेछौँ, भोलि गरौँ न है यो सबै। कहाँ त्यसो भनेर हुन्छ हौ, आजै गर्नुपर्छ के? त्यस्तो नबुझ्नु भएको के, आज सक्दैनौँ, थाकेछौँ, बुझ्नु न। त्यसो भनेर कहाँ हुन्छ हौ? आज सकिँदैन भने भोलि त झन् हुँदैन। 15,000 फिर्ता गर्नुपर्छ के भन्नुभएको के तपाईँले? अब लगेँ नलगेको पैसा कसरी फिर्ता गर्ने तपाईँलाई? त्यही माथि 15,000 रे, थाहा छैन हामीलाई केही पनि। ओइ पिनासे, तेरो रिबन काट्न भोलि आउँछ कि बल्छी? आजै काट्नु पर्छ भन्ने छ, गइहाल त यहाँबाट। गर्छस् नि? भोलि पठाउँछु भन्ने त। छिटो जान, कस्तो भने मान्दैन। अब यसको यसो रिबन काटिदिनु पर्ने थियो, पर्दैन, भोलि काटे हुन्छ, म मिलाउँछु। के हो तपाईँको गाउँको मान्छे पनि के होइन, भोलि काट्दा हुन्छ के। यो बल्छी त अल्छी गरेर कति छिटो सुतिसकेछ। बल्छी, ओ बल्छी, ओ धुर्बे, ओ धुर्बे। होइन, सिरकले सास थुन्नेर मरो कि क्या, बोल्दैन त। ओ बल्छी, अनि के हो यो? के छोडेछ? फटा साथी भटभटे, नक्कली बाबाजी बनाएर 20,000 पनि खाइस्, भालेको पैसा पनि तिर्न लाइस्। यो सबै कुरा थाहा हुँदै पनि थाहा नपा जस्तो गर्यो। तर तैँले रिबन काट्न भनेर 15,000 पनि खाएको रहेछ। त्यसैले तँलाई भन्दैन भन्ने तेरो घरबाट हामी टाप कस्यौँ। तर नरिसा है, एउटा कुरा चाहिँ भन्नै पर्ने छ तँलाई। माघे गते गोबर गणेश। बसी बसी खान नि गाह्रो छ, काम गरेर खान झनै गाह्रो छ, पढाइ छैन जागिर खाने गाह्रो छ, हातमा पावर पहुँच छैन गाह्रो छ, आफन्तको मन बुझाउने गाह्रो छ, स्वास्नीको त के कुरा झन् गाह्रो छ, हुनेलाई नि गाह्रो
पाउनेलाई झन् गाह्रो छ न त घरमा अन्न छ न त पेटमा चारो छ गाह्रो छ लास्टै गाह्रो छ गाह्रो छ धेरै गाह्रो छ गाह्रो छ